संविधान चौतारीमा यहाँहरूलाई पुनः स्वागत छ। अघिल्लो अङ्कमा नागरिकताबारे बुझेपछि आज हामी संविधानको सबैभन्दा महत्त्वपूर्ण अंश, जसलाई संविधानको मुटु पनि भनिन्छ, भाग 3 मौलिक हक र कर्तव्यबारे चर्चा गर्दैछौं। यो भाग लामो भएकाले हामी यसलाई केही खण्डमा प्रस्तुत गर्नेछौं। आजको पहिलो खण्डमा हामी जीवन, स्वतन्त्रता, समानता र न्यायसँग सम्बन्धित आधारभूत हकहरूबारे जान्नेछौं। सुरुवात गरौं धारा 16बाट, जसले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हकको ग्यारेन्टी गर्छ। यही धाराले कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानून बनाइने छैन भनी स्पष्ट पारेको छ। यसैमा जोडिन्छ धारा 22, जसले पक्राउ परेको वा थुनामा रहेको व्यक्तिलाई कुनै पनि प्रकारको शारीरिक वा मानसिक यातना दिन वा अमानवीय व्यवहार गर्न पूर्ण रूपमा निषेध गर्दछ। अब कुरा गरौं लोकतन्त्रको आधार स्तम्भ स्वतन्त्रताको हकको, जुन धारा 17मा छ। यसले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता, बिना हात हतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता, राजनीतिक दल खोल्ने स्वतन्त्रता र नेपालको कुनै पनि भागमा आवत-जावत, बसोबास र व्यवसाय गर्ने स्वतन्त्रता प्रदान गर्दछ। धारा 18ले समानताको हक सुनिश्चित गर्दछ। यस अनुसार सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन् र सामान्य कानूनको प्रयोगमा उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिङ्ग वा अन्य कुनै पनि आधारमा भेदभाव गरिने छैन। तर सामाजिक वा सांस्कृतिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी, मधेसी लगायतका नागरिकको संरक्षण, सशक्तिकरण वा विकासका लागि कानूनले विशेष व्यवस्था गर्न सक्नेछ। धारा 19ले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्दै सञ्चारको हकको व्यवस्था गरेको छ। यसले कुनै पनि समाचार, लेख वा रचना छाप्नु वा प्रसारण गर्नु अघि नै त्यसमा प्रतिबन्ध लगाउन प्री-सेन्सरशिप निषेध गर्दछ। साथै कुनै समाचार प्रकाशन वा प्रसारण गरेकै आधारमा कुनै पनि सञ्चार माध्यमलाई बन्द, जफत वा दर्ता खारेज गरिने छैन। धारा 20 र 21ले न्याय सम्बन्धी हकहरूको विस्तृत व्यवस्था गर्छ। कुनै पनि व्यक्तिलाई पक्राउ भएको कारणसहितको सूचना नदिई थुनाखा राखिने छैन। प्रत्येक व्यक्तिलाई आफूले रोजेको कानून व्यवसायीसँग सल्लाह लिन पाउने र निष्पक्ष अदालतबाट स्वच्छ सुनुवाईको हक हुनेछ। अपराध पीडितलाई पनि क्षतिपूर्ति सहितको न्याय पाउने हक हुनेछ। धारा 22मा जसले यातना विरुद्धको हक सुनिश्चित गर्दछ। यस अनुसार पक्राउ परेको वा थुनामा रहेको कुनै पनि व्यक्तिलाई शारीरिक वा मानसिक यातना दिन वा उनीहरूमाथि कुनै पनि किसिमको अमानवीय वा अपमानजनक व्यवहार गर्न पाइँदैन। यस्तो कार्य कानूनले दण्डनीय बनाएको छ र यदि कसैले यस्तो पीडा भोगेमा उसले कानून बमोजिम क्षतिपूर्ति पाउने हक पनि राख्दछ। अब हेरौं धारा 23, जसले निवारक नजरबन्द विरुद्धको हकको व्यवस्था गरेको छ। यो भनेको कुनै व्यक्तिले अपराध गरिसकेकोले नभई अपराध गर्न सक्छ भन्ने शङ्कामा थुनामा राख्नु हो। तर संविधानले यसलाई सीमित गरेको छ। देशको सार्वभौम सत्ता वा सार्वजनिक शान्तिमा तत्काल खलल पर्ने पर्याप्त आधार बिना कसैलाई नजरबन्दमा राख्न पाइँदैन र यदि कसैलाई यसरी राखिएमा उसको परिवारलाई तुरुन्त जानकारी दिनुपर्छ। कानून विपरीत वा बदनियतले कसैलाई नजरबन्दमा राखेमा पीडितले क्षतिपूर्ति पाउनेछ। अन्तमा आजको सबैभन्दा महत्त्वपूर्ण हक धारा 24, जसले छुवाछुत तथा भेदभाव विरुद्धको हक प्रदान गर्दछ। यसले कुनै पनि व्यक्तिलाई उसको जात, जाति वा समुदायको आधारमा सार्वजनिक वा निजी स्थानमा गरिने कुनै पनि प्रकारको छुवाछुत वा भेदभावलाई निषेध गर्दछ। यस्तो कार्यलाई संविधानले गम्भीर सामाजिक अपराध भनेको छ, जुन कानून बमोजिम दण्डनीय हुन्छ र यस्तो व्यवहारलाई पीडित व्यक्तिले क्षतिपूर्ति पाउने हक राख्दछ। यी थिए जीवन, स्वतन्त्रता, समानता र न्याय सम्बन्धी केही आधारभूत मौलिक हकहरू। यी हकहरूले नै हाम्रो लोकतन्त्रको जगलाई बलियो र नागरिकको जीवनलाई सम्मानित बनाउँछन्। संविधान चौतारीको अर्को अङ्कमा हामी भाग 3 अन्तर्गत नै रहेका सम्पत्ति, धर्म, शिक्षा, स्वास्थ्य जस्ता महत्त्वपूर्ण सामाजिक, आर्थिक र सांस्कृतिक हकहरूबारे चर्चा गर्नेछौं। हामीसँगै रहनुहोला। धन्यवाद।